हेलो गुड आफ्टरनुन एभ्रिवान। आज चाहिँ म पानी परिरहेछ होइन हाम्रोतिर चाहिँ। अहिले हाम्रो दोजरहरू चाहिँ माथि छन् अनि म चाहिँ यहाँ छु। म चाहिँ बारीमा जाँदैछु। बारीमा चाहिँ घाँस लिनु जाँदैछु होइन। पानी परिरहेछ, बहिनीहरूले घाँस काटेको छन् अरे होइन। अनि हाम्रो यो दोजरले चाहिँ खालि घर मात्र भत्काकै गर्छ हो। अनि शीतै शीत भइरहेछ यतातिर। सिक लाग्ने सिजन भयो आज। बर्खा लागेर धान रोप्ने सिजन पनि सुरु भइसक्यो। अनि असारको आज कति गते हो? 3 गते। 3 गते भइसकिसक्यो होइन। ओइ कहाँ छौ? मैले चाहिँ तिनीहरूलाई बोलाएँ, कहाँ छ भन्ने थाहा छैन नि त बहिनीहरू। अनि यो चाहिँ हाम्रो काँक्राबारी। यहाँ चाहिँ मम्मीले अघि छोड्नु भएको डोको तर भिजेछ क्या। अब यो डोको बोकेर म चाहिँ जानुपर्ने हुन्छ। न डोरी नै रहेन रहेछ, के को डोरी लाउनु होला। अब तलतिरै खोज्नुपर्ने हुन्छ होइन। अरे त्यो चाहिँ हाम्रो काँक्राबारी। अब त काँक्रा पनि सबै पहेँलो भइसक्यो क्या। छैन, सकिसक्यो हाम्रोतिर काँक्रा पनि। यो चाहिँ हाम्रो कोदालो राख्ने ठाउँ। हामी चाहिँ यस बारीमा छोड्दाखेरि यो कोयोमा राख्छौँ क्या। यहाँको छ हामीले चाहिँ यो मकैहरू चाहिँ खेतमा चाहिँ उयोको लागि रोपेको नि त, खोलेको लागि। अनि र पनि खाइरहेको छ क्या। यो चाहिँ हाम्रो मकैबारी हो। यो खोलेको लागि हो, उयोको लागि होइन, गाई बस्तु दिनुको लागि रोपेको हामीले चाहिँ। हजुर तेरो भन्नु ए बिर्से त। अनि हाम्रो बहिनीहरूले चाहिँ क्या कामकारी छन् क्या यिनीहरू, 2 जना बहिनीहरू। म चाहिँ घाँस लिन आएको। अनि उनीहरूले चाहिँ 1 जना काटिसकेको छन् क्या। उनीहरूको भारी चाहिँ कहाँ छ भने त्यहाँ माथि छ। डोको कहाँ देखिँदैन के हो। यो चाहिँ मकैबारी होइन, खेत हो। अब भारी अब तल काटेको तिमीहरूले घाँस। वाह कति ज्ञानी सिस्टर अरे मेरो बहिनी अरे। सुँगुरको पाठा 4टा लानुहुन्छ होला कि 3टा हो? कसले? अङ्कल देब्रेवासको अङ्कल आउनुभएको छ कि हाम्रो सुँगुरको पाठा लिनु। अनि ठुलो माउको सुँगुरको पाठा चाहिँ दिनु न भन्नुहुँदैछ। अनि हाम्रोतिर त खासै टमाटर हुँदैन रहेछ आज। भोलि त अनि बर्खा लागेर होला। टमाटरको अरूहरूको चाहिँ कति ठुल्ठुलो झ्याङ लगाइरहेको हुन्छन् कि हाम्रो त छैन। यस्तो छ क्या टमाटर। यो झाग्रा पनि सानो भयो होला। अनि सबै खुइली गएको, पातै छैन। अनि अलिअलि फल्नु त फल्नु भएको छ र पनि अलिअलि गरेपछि चाहिँ हुन्छ। हाम्रोतिर पनि अलिअलि चाहिँ हुन्छ, त्यस्तो अरूतिर जस्तो लटरम्म फल्दैन के। अलिअलि फल्छ। यसलाई फेरि दोस्रो बान्ने बेला भइरहेछ। अनि म चाहिँ यहाँ छु फर्सीबारी। अरे घाँसको भारी लाउनु पर्ने हुन्छ मैले चाहिँ। ल मेरो त डोरी छैन त, अब केले डोरी बनाउनु है। ल सालीमा बाट्न आउँदैन मलाई। ल सालीमा कहिले मैले बाटेको छु त। मलाई सालीमा बाट्न आउँदैन भनेको यिनीहरूले यस्तरी बाट्न यस्तरी अरे। अलिकति डोरी त थिएछ त नि, यो अलिकति अरूको लगाएको। डोरी कसैलाई बाँध्नु छ भने मलाई। एक अगालो त्यसपछि म सक्दिनँ। झुसिले पनि रहेछ हो। अनि कि साथीहरू यो झार चाहिँ के, यो झार लगाएर के उयो बर्खा सिजन छ, हात काट्ने सम्भावना हुन्छ। अनि यसलाई आगोमा पोलेर होइन, अनि
यो कालो हुन्छ अनि यसको यो लगायो भने घाउहरू अनि काटेकोहरू चट्टै निको हुन्छ क्या यो झारहरू चिन्नु न तपाईँको छ भने यसको औषधि हुन्छ क्या यो बनाउनुस् यसको घरले औषधि हुन्छ मैले भाइ लगाइसकेँ अब यो भन्दा धेरै उठ्नु सक्दैन म अब चाहिँ म घर जानुपर्ने हुन्छ गोरुहरू आइसक्यो अरे म चाहिँ अब फेरि दोस्रो कामको लागि जाँदैछु बारीमा होइन पहिलो काम सकिसकेर घर आएर मुख चट्टसँगले धोएर अनि चिटिक्क परेर आएपछि म चाहिँ यो यहाँ भएको करेला अनि यहाँ भएको किरौला अनि यो खालके बोडी अनि यो किरौला यहाँ भएको खुर्सानी टिप्न आएको छु क्या अनि ऊ तल छ फर्सी हो त्यो टिप्न आएको छु अब चाहिँ सास पर्नु लागिसकेको छ अनि म चाहिँ बारीमा आएको छु अब किरौला टिप्छु यो झोलामा यस्तै हाल्छु किरौला चाहिँ यसरी टिपिसकेको छु होइन अलिकति टाढोबाट भलिभन्दा देखियो त त्यसपछि म चाहिँ यो करेला टिप्नुतर्फ लागि त्यस्तै खालको रहेछ हरियो खालको पनि हुनुहुन्छ क्या यहाँ हुनुहुन्छ यस्तै धेरै फलेको रहेछ फल्नु भर्खर सिजन हुँदैछ होइन तिनवटा अनि अरू पनि छ कि हेर्छु र म चिचिलाहरू चाहिँ छ किरौला चाहिँ यस्तरी फलिरहेको छ कि यो हेर्दै फेरि फर्सी गट्टा फलेको छ कि अनि हाँसे त्यति बेला त रोप्न यो साल तर पनि अलि रोपेको थिएँ अनि म चाहिँ हेर्नु जाँदैछु क्या फलेको छैन अनि फलेको यो एउटा भयो अनि दुईवटा तिनवटा हौ त्यसमा चारवटा होइन खासै त्यो फर्सी बोडी टिप्न स्टार्ट गरिदिएँ यस्तरी होइन खासै राम्रो भएन क्या यो साल त हाम्रो बोडी पनि अनि के यो हेर्दा चाहिँ कसलाई सुँगुरको मासु र यो बोडीको अनि कान्ले बोडीको याद आउँछ हौ यस्तो मिठो हुन्छ कि यो खुर्सानी चाहिँ लाम्चे खुर्सानी के क्याप्सिकम भन्छ कि खोइ के जति हौ अनि झारले सबै पुरिरहेको छ खासै स्याहारेन पनि हामीले अनि अब यसै अलिअलि भयो अनि त्यसैमा चित्त बुझायौँ हामी चाहिँ खासै फलेन पनि त्यही भएर वास्ता पनि गरेनौँ पनि रात पनि परिसक्यो 7 बज्न आँटिसक्यो म बारीमै छु तर पनि म टिपिरहेको छु होइन मैले चाहिँ यहाँ यति टिपेँ होइन यति टिपेँ क्याप्सिकम मासु पनि झपक्कै परिसक्यो अनि यहाँ पनि रहेछ अनि मैले अघि टिपेको चाहिँ यहाँ छ अनि त्यसपछिबाट मैले यो नै हालिदिएँ आधी भारीभन्दा अलिकति बढी भयो अस्ति खोर्सानी टमाटर टिपेको रहेछ टमाटर पनि हालिदिन्छु घरको लागि अब लगभग मैले बारीको काम गरिसकेँ होइन यहाँ टिपिसकेँ सब्जीहरू चाहिँ अनि अब भारी बोक्नुपर्ने हुन्छ यहाँ छ डोको म चाहिँ यहाँ छु अनि अब म चाहिँ जान्छु घर अनि अनि त्यसपछि माथि एउटा गड्डा टिप्पन छ अनि अँध्यारो भइसक्यो अहिले त यहाँ कति 6 बजेर 56 मिनट गइसक्यो होइन त्यतिखेर त्यसपछि म हिँड्दैछु बाटोमा होइन हो अनि यो टाटा बाई बाई एभ्रिवान।